खोलामा एक्कासी के भयो त यस्तो सबै माछाहरू मर्न थाले। एउटा एउटा गर्दै सबै माछाहरू मर्दै गइरहेको थियो र त्यसकै फाइदा लिँदै हामी खोलामा माछा लिन गयौँ। हेलो गाइज, हेलो गुड मर्निङ सबैजना। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। तपाईँहरूलाई मेरो आजको छोटो र ताजा मिनी भ्लगमा स्वागत गर्दछु। आजको भ्लगको स्टार्टिङै म र भाइ भएर मासु किन्नको लागि पसल गए। पसल पुगेर मासु किनेर म र भाइ गफ गर्दै गर्दै घर पुगेर मासु मम्मीलाई दिए। आउन ढिलो भएको थियो। मम्मीले सबै मासुलाई चाहिने सामानहरू काटेर राख्नु भएको रहेछ। मम्मीले मासु पकाउने बेलासम्म म चाहिँ यसो फ्रेस हावा खाएर आउँछु भनेर भाइहरूसँग गाउँ डुल्नको लागि निस्के। त्यसपछि हाम्रो घरको छेउमै रहेको टोको पार्क भन्ने ठाउँमा हामी गयो सुरु। त्यहाँ गएर हल्का फुल्का भिडियो बनाएर हामी फेरि ड्याक साइडतिर गयौँ। ड्याम साइड आएर एकछिन त्यहाँको भ्यूको आनन्द लिएर म चिया खानको लागि गएँ। दाएर म मस्त गफ गर्दै चिया खाँदै गर्दा एक्कासी मान्छेहरू खोलातिर दौडिन पो थाल्छ। अनि के भयो किन यसरी दौडेको भनेर सोधेको। खोलामा कुन चाहिँ मान्छेले विष हालेर माछा मारेको छ रे पो भन्नुभयो। यति सुन्ने बित्तिकै म र भाइहरू खोलातिर दौडिँदै खोला पुग्ने बित्तिकै सुरुमै दुईटा माछा मरेर बसिरहेको रहेछ। त्यो माछा टिपेर मैले भाइलाई समात्नको लागि दुईटा माछा त समाते तर हामी तीनजना थियौँ। तीनजनाको लागि एउटा भाग पुराउनको लागि आर्यन भाइ खोलातिर हाम फाल्यो। खोलामा हाम फाल्ने बित्तिकै फेरि एउटा माछा पाइहाल्यो। अब हामी तीनजनालाई एउटा भागमा त परिहाल्यो। तीनटा माछा पुगिहाल्यो। अब धेरै नमारौँ भनेर हामी घर जान लाग्यौँ। यो दुईजनालाई चाहिँ कतिखेर घर जाउँ र माछा पकाएर खाम जस्तो भइरहेको थियो रे। त्यही भएर काँचे माछा पनि खान लागिरहेको छ। म घर पुगेर खाना साना खाएर एकछिन बसेको। कतिखेर निदा आइसु थाहा नै पाएन। एकैचोटि खाजा खाने टाइममा पो उठेर खाजा साजा खाएर गर्मी बढेको कारणले मैले चिसो किनेर ल्याएर पनि खाएँ। यो कोल्ड ड्रिङ्क्स मैले फर्स्ट टाइम ट्राई गरेको लास्टै ग्यास भरेको हुने रहेछ यसमा। यो कोल्ड ड्रिङ्क्स खाएर ढ्याउ गर्दा त नाकै फुट्ला जस्तो भएर ग्यास निस्किने रहेछ। त्यतिकैमा हाम्रो गाउँमा फुटबल म्याच भइरहेको छ भनेर सुन्ने बित्तिकै म र भाइ साइकल लिएर ग्राउन्डतिर लाग्यो। ग्राउन्ड पुगेर गेम हेर्दै इन्जोय गर्दै बसेँ एकछिन। त्यसपछि गेम सकाएर हामी फेरि घर जान लाग्यो। मलाई लास्टै गर्मी भइरहेको थियो अनि घर जाने बित्तिकै म नुहाएँ। नुहाइ गरेर म फ्रेस भएर बहिनीको घरमा बहिनीसँग गफ गर्नको लागि गएँ। अनि तपाईँहरूलाई थाहा छ कि थाहा छैन मैले टिकटकमा मात्र नभए फेसबुक इन्स्टा युट्युब सबै भिडियोहरू हाल्ने गरेको छु। तपाईँहरूले हेर्नु भएको छ कि भएको छैन? हेर्नु भएको छैन भने चाहिँ नेम रोनक श्रेष्ठ छ, गएर चेक गर्न सक्नुहुन्छ। अनि मेरो यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मन पर्यो भने लाइक पनि गरिदिनु होला। भेटौँला अर्को भिडियोमा, त्यति बेलासम्मको लागि बाई बाई गाइज।